नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई आजको भिडियोमा। भर्खरै नेपालले एसिया तथा इस्ट एसिया क्वालिफायरको च्याम्पियन्सको रूपमा एउटा सफल टुर्नामेन्ट पार गरिसकेको छ। त्यस टुर्नामेन्टमा गुलसन जहाँ, दिपेन्द्र सिंह गिरी, सन्दीप लामिछाने, कुशल भुर्तेल जस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। आशा गरौँ आगामी खेलहरूमा पनि यी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै जानेछन्। अबको नेपालको खेल युएसए, युएई र नेपाल मिलेर आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 अन्तर्गतको युएईमा हुनेछ। यो खेलहरू 26 अक्टोबरदेखि युएईमा खेलिँदैछ, जहाँ नेपालले 4वटा खेल खेल्नेछ। नेपालले 4 मध्ये कतिवटा खेल जित्ला कमेन्ट गर्न नभुल्नुहोला। र लगत्तै एनपिएलको दोस्रो संस्करण पनि नजिकै गर्दा तपाईहरूको फेभरेट टिम कमेन्ट गरेर बेस्ट विशेष दिनुहोला। साथै नोभेम्बर 5 देखि हुने हङकङ सिक्सेस टुर्नामेन्टको स्क्वाड पनि शरद भेष्वाकरको क्याप्टेन्सीमा क्यानले जारी गरिसकेको छ। आजको भिडियोमा यति नै। फेरि अर्को भिडियोमा नेपाल क्रिकेटको नयाँ न्युज लिएर हामी उपस्थित हुने नै छौँ। आजको लागि यति नै। जय नेपाल, जय नेपाली क्रिकेट।